हेलो नमस्कार गाइज मैले चाहिँ यो फेसबुक भिडियोमा देखेको थिएँ है यो तिहारको लागि त्यो दियो बाल्नलाई यसरी मैले चाहिँ सनफ्लावर उहाँ चाहिँ भिडियोमा चाहिँ तोरीको तेल देखाएको थियो मैले चाहिँ यहाँ सनफ्लावर लगाएँ है अनि त्यसपछि यो मोमबत्ती यो सबै लगाइदिन्छु अनि त्यसपछि यो बाल्ने कपुर यो पनि सबै लगाइदिन्छु कस्तो हुँदो रहेछ त भिडियोमा देखाए जस्तो भरे भ्याउँदिनँ त्यही भएर म अहिले नै रेडी गर्न आँटेको र यो कपुर र क्यान्डल मैले हाल्दिएँ यति पग्लेर यस्तो भइसकेको छ र मैले दियो पनि धोएर नाङ्लोमा हालेर मैले सुकाइसकेको छु रेडी बनाइसकेको छु यो चाहिँ हाम्रो नेन्सीलाई माला उन्देको हेलो एभ्रिवान यो मैले चाहिँ भनौँ न फेसबुकको धेरै देखिरहेको थिएँ कि यो तामाको पितलको सामानहरू अब मोल्दा पनि नभाग्ने छ भने चाहिँ यसरी युज गर्न सक्नुहुन्छ भनेको थियो अनि मैले पनि हुन्छ कि हुँदैन भनेर ट्राई गरेको थिएँ अन्त यस्तो रातो भयो कस्तो फोहोर थियो फोहोर हुँदाखेरि अहिले यस्तो रातो भएको छ यस्तो धेरै यति धेरै उयो हुँदो रहेछ केमिकल यो हार्पिकको तातो पानी र यसो गर्दाखेरि घुमाएको मात्रै छु मैले यो पनि यस्तो यस्तो भएको छ नि यहाँ हेर्नु राख्दा राख्दा यस्तो भएको छ यो पनि गरिहेरौँ न यो चाहिँ भागेन के हो यस्तो म हेर्छु अघि यता यो बिटतिर पुरै कालो थियो हेर्न सक्नुहुन्छ अहिले न मैले दुइटै देखाइरहेको छु जम्मा यो दुइटा यस्तो भइरहेछ यो चाहिँ त्यति गएन मैले सकिनँ तर पहिलेको भन्दा चाहिँ राम्रो चमक भइरहेछ तर क्वालिटी पनि घट्छ भनेर सुनेको थिएँ अब कतिको घट्छ घट्दैन त्यो त मलाई पनि थाहा भएन यसरी यस्तो भएको छ थालहरू चाहिँ मैले धुइनँ थालहरू त राम्रै छ सरफ लगाएर धुउँला या पिताम्बर ल्याएर धुउँला र अघिको दियो जमेर यस्तो भएको छ हेर्न सक्नुहुन्छ भरेको लागि रेडी म एक्लै छु मेरो मम्मी बिमारी हुनुहुन्छ त्यही भएर म केही गर्न भ्याउँदिनँ सबै अहिले नै रेडी गरिरहेको छु र म अब एकछिन भनौँ न भाइटिकाको सामान किन्न पनि जानुपर्ने छ र आएर सबै थोक मैले गर्नुपर्ने भएकोले मैले चाहिँ आधी उधी अहिले रेडी गरिरहेको बाँकी चाहिँ भरे हेर्न सक्नुहुन्छ भिडियोमा देखाएको थियो मैले त्यही अनुसारले गरेको मन तातो पानी तताएर पानी चाहिँ यसमा तताएको मैले यो भाँडामा पानी छैन कहाँबाट
त्यतिखेर